यो बस चाहिँ आज हामीलाई दिल्लीदेखि नेपाल पुर्याउने छ। दुईटा रोटी आएको छ र अनि मटरको सब्जी छ। यता बाटोको चाहिँ मर्मत चाहिँ जारी नै छ। बुटोल चौडाको भ्यू चाहिँ यस्तो छ। हाम्रो सर्दी जाने बस चाहिँ आइसकेको छ। दिवर भाउजू भएर चाहिँ यता तरकारी बनाउन चाहिँ लाइमिली भयो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू एपिसोड। स्वागत छ हजुरहरूलाई सन्दीप सुनार भ्लग च्यानलमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। हजुरहरूको के छ खबर? आरामै नानी। आजको भिडियो चाहिँ एकदमै रमाइलो, धेरै लामो यात्रा र एकदमै रमाइलो हुनेवाला छ। आजको भिडियोमा चाहिँ इन्डिया टु नेपालको यात्रा चाहिँ समेट्ने छु। अहिले चाहिँ म टक्क लाएर सरोजनी नगर, जहाँ इन्डियादेखि नेपालको लागि चाहिँ बस जान्छ, अनि त्यो ठाउँमा चाहिँ आएर मैले भिडियो स्टार्ट गरेको छु। अब भने म यहाँ सरोजनी नगर टक्क लाएर मेरो पछाडि चाहिँ अफिस पनि देख्न सक्नुहुन्छ। चाहिँ सधैँ यही अफिसबाट चाहिँ जाने गर्छौँ गाइस, होइन? त्यही भएर चाहिँ अहिले हामी सामानहरू पनि ल्याएर राखिसकेका छौँ। भाइ चाहिँ माथि छ र सरोजनी नगरमा चाहिँ तपाईँहरूले छपछप्तै यस्तो अफिसहरू चाहिँ भेट्न सक्नुहुन्छ। र तपाईँहरू चाहिँ पुरानो एक हुनुहुन्छ र सधैँ एउटै अफिसबाट जाने गर्नुभएको छ भने चाहिँ हजुरहरूलाई एकदमै सजिलो हुन्छ। भाडा पनि नेपालबाट आउँदाखेरि चाहिँ 1500-1600मा चाहिँ आइन्छ। अनि त्यो बसले चाहिँ के गर्छ भने हामीलाई चाहिँ बुटोलदेखि सुनौली बोर्डर पनि त्यही पैसामा चाहिँ ल्याउँछ। र यताबाट जाँदाखेरि भने हामीलाई सुनौलीसम्म मात्र छोडिन्छ गाइस, होइन? त्यहाँबाट उता चाहिँ जाँदैन। त्यही भएर चाहिँ 1500-1600 भाडा भन्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ त्यसमा चाहिँ हल्का डिस्काउन्ट गर्नुपर्ने हुन्छ। त्यो कुरालाई चाहिँ नबिर्सिनु होला। बिल्कुल बिल्कुल। हामी जाने बस पनि भिजिट गराउने छु। ल गाइस, भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। सरोजनी नगर यो आकांक्षा अफिसबाट बाहिरको भ्यू। एन हाइवे चाहिँ अगाडि छ गाइस। हाम्रो यात्रा भने गाइस यो टुरिस्ट लेखेको ओरेन्ज कलरको यो बसमा चाहिँ हुनेवाला छ। बाहिरबाट हेर्दाखेरि चाहिँ राम्रै ठिकठाकै छ र म हजुरहरूलाई भित्रबाट पनि भिजिट गराउने छु। बोर्डरसम्म चाहिँ यो बसमा चाहिँ हामी जानुपर्ने हुन्छ। अगाडिको यात्राहरू त म हजुरहरूलाई भिडियोमा देखाइ नै हाल्छु। आउनुहोस् बसको चाहिँ भित्रबाट पनि भिजिट गरौँ। यो सायद हिजो आएको हुनुपर्छ नेपालबाट, त्यही भएर चाहिँ एकदमै इन्जिन तातेको जस्तो छ। सायद अहिले चाहिँ 10:30 बजे चाहिँ यहाँदेखि चाहिँ यो बस हिँड्नेछ गाइस। अब भने म हजुरहरूलाई बसभित्रबाट पनि भिजिट गराउनेछु। यो चाहिँ अब क्याबिन नै भइहाल्यो। अब ड्राइभर सिट त्यहाँ छ। क्याबिनबाट पछाडिको बसको सिटहरू चाहिँ यस्तो तरिकाको छ गाइस। लगभग पनि सिटहरू चाहिँ कम्तीमा पनि 50 सिटहरू चाहिँ यहाँ छ। र अनि मासतिर चाहिँ सामानहरू राख्ने टक्क लाएर सानो, होइन? आफ्नो सानो सामानहरू, ठुल्ठुलो सामानहरू चाहिँ डिक्कीमै जान्छ। हामीले पनि धेरै जसो सामानहरू चाहिँ डिक्कीमै राखिसक्यौँ। र लास्टमा पऱ्यो भने त सिट गाइस यता वासरुमहरू गर्न अनि नास्ता खाना झर्न पनि, अरू नास्ता खाएर वासरुमहरू गरेर फ्रेस भएर सब गरेर भ्याउँदाखेरि पछाडिको मान्छे निस्किँदै हुन्छ कि त्यति लामो हुन्छ आजभोलिको बस। अहिले चाहिँ धेरै जसो आउनु भएको छैन। 2जना दाइहरू हुनुहुन्छ र अनि भाइ र म छौँ। भाइ चाहिँ अहिले माथि सिटमै बसिरहेको छ, म चाहिँ बाहिर निस्केको छु। र गाइस अहिले बस हिँड्न चाहिँ अहिले टाइम छ 10:30 बजेतिर, 11 बजेतिर यहाँबाट चाहिँ हिँड्छ होला। र अनि बाटोमा के कसो हुन्छ सबै कुराहरू त म तपाईँहरूलाई अगाडि नै भन्नेछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। 1 hour later। अहिले चाहिँ 10:30 बजेको छ र अहिले बस पनि सरोजनी नगरबाट भर्खर निस्केको छ। दिल्लीबाट गाडी हिँडेको चाहिँ 10:30 बजे थियो। अहिले चाहिँ 2:30 बजेको छ र अहिले चाहिँ गाडी यहाँ प्रकाश ढाबामा चाहिँ यहाँ खाना खानलाई चाहिँ रुकेको छ। र सबैजना यता भित्र खाना खान जानुभएको छ। के पाइन्छ अब हेर्छु र अनि केही पाइयो भने अनि खान्छु र अनि म पनि गाडीमा बस्छु। भित्र बसेको छु खानाको लागि। खाना चाहिँ टोकन लिन चाहिँ पर्दैन अरे, खै थाली लिएर आउँछु भन्दैछ। अब कस्तो थाली चाहिँ आउँछ। खानामा चाहिँ अब आएको छ हाम्रो 2टा रोटी आएको छ र अनि मटरको सब्जी छ, अनि दाल छ, अनि हल्का चाहिँ यहाँ भात पनि छ, होइन? अनि त्यसपछि भेन्डीको तरकारी छ। यसलाई चाहिँ अब 250 रुपियाँ भनिरहेको छ, होइन? अब चाहिँ भोक लागेको छ, पहिला चाहिँ मैले खान्छु। बिल्कुल बिल्कुल गाइस, तन्मलले पेट चाहिँ भरियो। र गाइस ढाबाहरूमा चाहिँ खानाहरू चाहिँ त्यति फ्रेस हुँदैन। र अनि तपाईँहरूले पनि अलिक विचार गरेर खानु होला। अनि त्यो खानाको चाहिँ 250 रुपियाँ दिएर ड्राइभरहरूले खाना खाँदैछन्। अनि त्यसपछि चाहिँ यहाँबाट हामी जान्छौँ। युपी साइडमा पनि अहिले चाहिँ धेरै पानी परिरहेको छ। यो बाहिरको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। मलाई चाहिँ लागिरहेको थियो कि दिल्लीमा मात्रै हो कि पानी परेको भनेको। सबै ठाउँमा पानी परिरहेको रहेछ। हाम्रो बस चाहिँ मजाले पानी परेर, होइन? पानी त भित्र चुही थियो कि बसमा पानी पनि चुहिरहेको थियो। र अनि बस चाहिँ एकदम साफ देखिएको छ। खाना खाएर सबैजना गाडीमा आइसक्नु भयो। अब चाहिँ गाडी स्टार्ट भइसकेको छ।
ढाबाबाट गाडी 3 बजे हिँड्दैछ अब चाहिँ कति बेला चाहिँ कहाँ गएर रोक्छ के गर्नको लागि रोक्छ हैन अगाडिको सबै जानकारीहरू चाहिँ म हजुरहरूलाई दिनेछु भिडियोमा चाहिँ अन्तिमसम्म बनिराख्नु होला खाना खाएपछि त्यसपछि लगातार गाडी चाहिँ कन्टिन्यू हिँडेको थियो र अहिले चाहिँ 5:45 भएको छ 5:45 मा चाहिँ यहाँ पिसाब फेर्न वासरुम गर्न गाडी रोकेको छ अब यहाँ चाहिँ 15 मिनेट रुक्छ यहाँ चाहिँ अनिवार्य जहिले आउँदाखेरि पनि रोक्छ गाडी यहाँ चाहिँ रमाइलो भ्यू छ गाइस हैन हरियाली सहित गाडीहरू चाहिँ पार्किङ भइरहेको छ सबैजना वासरुम जानुभएको छ अब भने गाडी 10-11 बजेतिर खाना खान रोक्ला अहिले भने रातिको 11 बजेको छ र 11 बजे अहिले चाहिँ खाना खानको लागि चाहिँ यो ढाबामा बस रोकेको छ हाम्रो बसको सवारी मित्रहरू चाहिँ खाना खान थाल्नु भएको छ मलाई चाहिँ अघि दिउँसो खाएको खानाले गर्दाखेरि चाहिँ यहाँको पनि खाना खान मन लागेन गाइस हैन ढाबामा चाहिँ यसरी इन्डियाबाट नेपालको यात्रा गर्दा या नेपालबाट इन्डियाको यात्रा गर्दाखेरि चाहिँ ढाबामा यसरी खाना खाइने गरिन्छ बसहरूले चाहिँ रोकेर खाना नखानी भइसकेपछि अहिले बसमा बसिरहेको छु अहिले भाइले चाहिँ कुरकुरे चिप्सहरू के लिएर आउँछ अनि पानी के ल्याउँछ अनि खानेछौँ हामीले अहिले चाहिँ साँझको खाना चाहिँ हामी नखानी भयौँ दिउँसोको खानाले नै अलिकता बिगारे जस्तो छ त्यही भएर अहिले चाहिँ हामी 12 घण्टा यात्रा गरिसकेका छौँ आजको डिनर चाहिँ हाम्रो भाइले चिप्स पानी लिँदैछ आज चाहिँ हामीले साँझको खाना चाहिँ चिप्स अनि यो मुङको दाल अनि यो भुजिया खानेछौँ आज चाहिँ यसैले चित्त बुझाउनु पर्ला भोलि चाहिँ अब घर पुगिन्छ खाना खानुको लागि हैन चिप्स पानी अनि मुङको दाल भुजिया खाएर चाहिँ गाडीमा बसिसकेका छौँ र टाइम भनेको 11:35 गइसकेको छ अब चाहिँ गाडी स्टार्ट भएर टक्क लाएर अब बोर्डरमै जो होला रोक्ने गाडी थियो अब बिचमा चाहिँ रोक्दैन होला अनि गाइस अब चाहिँ हजुरहरुसँग भेट्ने छु म सुनौली बोर्डरमा हे गाइस गुड मर्निङ अहिले चाहिँ बिहानको 7 बजेको छ अहिले हामी सुनौली बोर्डरमा पुगेको छौँ र अहिले चाहिँ बस भरि इन्डियाको चेकपोस्टमा चाहिँ रोकिएको छ र अगाडि चाहिँ इन्डियाको गेट छ अनि यो इन्डियाको गेटबाट अगाडि चाहिँ नेपालको गेट छ गाइस इन्डियाको पुलिसले चेक गरिरहेको छ हामीलाई चाहिँ हैन भयो दाइ मेरो भयो पछाडि डिक्कीमा चाहिँ सामानहरू चेक हुँदैछ इन्डियन चेकपोस्टमा चाहिँ हाम्रो चेकिङ सब भइसकेको छ गाडीको सबै सामानहरू डिक्कीमा पनि हालिसकेका छौँ बुटोल चौडाको भ्यू चाहिँ यस्तो छ अहिले चाहिँ यतापट्टिको साइडको बाटो चाहिँ अहिले रोकेको रहेछ अनि यताको साइडको मात्रै बाटो युज गरिएको छ अनि यही साइडमा लाग्दो रहेछ नारायणघाटको लागि बसहरू टक्क लाएर अगाडि चाहिँ चौडा भयो भाइभित्र बसेको छ बुटोलदेखि चाहिँ दुङ्गीबासको लागि चाहिँ हामी बसमा बसिसकेका छौँ सुनौलीमा चाहिँ मैले त्यहाँ चाहिँ नेपाल चेकपोस्टमा अनि इन्डियाको चेकपोस्टमा पनि एकदमै धेरै चेकिङ हुनको कारणले गर्दाखेरि हाम्रो ब्यागहरू पनि सामानहरू पनि धेरै थियो त्यो कारणले हजुरहरूलाई चाहिँ मैले सुनौली बोर्डरमा चाहिँ त्यति धेरै चाहिँ देखाउन पाएन अहिले चाहिँ हामी बुटोल आएर पनि अनि बसमा चाहिँ ट्याक्कै चौडामा चाहिँ बस पनि लागिसकेको रहेछ अनि अहिले चाहिँ हामी बसमा पनि बसिसकेका छौँ नारायणघाटदेखि बुटोलसम्म जोडिने बाटो चाहिँ अहिले धेरै राम्रो भएको रहेछ फाइनली हामी चाहिँ अहिले दुङ्गीबास आइसकेको अवस्था छ अहिले चाहिँ हामी ठ्याक्कै दुङ्गीबास बजारमा छौँ र दुङ्गीबास बजारको चाहिँ अहिले सर र तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ सामान भने हामीले यहाँ राखेको छौँ गाइस धेरै नै छ भाइ चाहिँ सर्दी बस लाग्ने ठाउँमा पारी टिकट काट्न गएको छ ठ्याक्कै दुङ्गीबास आएर पहिला बस लाग्ने ठाउँमा चाहिँ बसेको छौँ टिकट लिएर सामानहरू यहाँ राखेर दुङ्गीबासमा चाहिँ एकदम रेडी भएर बसेको छौँ अनि बस भने अब 12 बजे आउँछ अरे अहिले चाहिँ सर्दीको बस भने अलिक पछाडि लाग्दो रहेछ अनि हाम्रो सामानभरि यहाँ धेरै हुनको कारणले यही बाटो जान्छ गाडी जाने
बेलामा चाहिँ यो यहीँबाट चाहिँ यो सामानहरू लोड गरेर जानुपर्छ र गाइस डुङ्गीबासको बाटो भने अझै पनि क्लियर चाहिँ पिच भएको छैन। तपाईँहरूले हेर्न सक्नुहुन्छ यो डुङ्गीबासको भ्यू सर हाम्रो सर्दी डुङ्गीबास होइन। बाटोको चाहिँ मर्मत चाहिँ जारी नै छ। सर्दी जाने बस चाहिँ आइसकेको छ र अब यो सामान भने हामी यो बसमा लोड गर्नेछौँ। गाइस अहिले भने हामी सर्दीको बसमा बसिसकेका छौँ र म चाहिँ अहिले पछाडिको सिटमा चाहिँ आइसकेको छु। सर्दी जाने बसमा चाहिँ तपाईँहरू भ्यू हेर्न सक्नुहुन्छ हाम्रो सर्दी गाउँले लोकल बसको चाहिँ। अहिले भने म घर आइसकेको छु र घर आएको पनि म 1 बजेतिर चाहिँ आइपुगेको थिएँ र म खाना खाएर चाहिँ आराम गरेँ। अनि अहिले चाहिँ 6 पनि बजिसकेको छ र इन्डियादेखि नेपालको यात्रा चाहिँ 27 घन्टाको भयो। अनि त्यो कारणले गर्दाखेरि चाहिँ हालत खराबै भएको भन्नुपर्छ होइन। अनि किनभने पहिला चाहिँ हामी बोर्डरमा आइसकेपछि चाहिँ आफ्नो ब्यागहरू निकालेर हामी चाहिँ नेपाल बोर्डर चाहिँ कट्ने गर्थ्यौँ। आज भने त्यही गाडी त्यही बस चाहिँ बुटोलसम्म आउने हुनाले गर्दाखेरि चाहिँ त्यही बसमा आयौँ भने चाहिँ हाम्रो भाडा बचत हुन्छ भनेर चाहिँ त्यही बसमा कुर्दाखेरि त्यो बस चाहिँ इन्डियन चेकपोस्टमा चेक भयो अनि नेपाल चेकपोस्टमा चेक भयो अनि त्यसपछि भन्सारमा हाल्दाखेरि चाहिँ हामीलाई धेरै टाइम भयो गाइस। अनि केही छैन अनि हामी चाहिँ 27 घन्टाको यात्रापछि चाहिँ अहिले घर पनि आइसक्यौँ र घरमा पनि सबैजना आरामै हुनुहुन्छ होइन। अब ओए एउटा हाम्रो छोरा मेसी के गर्दैछ? डान्स हान्थ्यो, डान्स गरिदियो एकचोटि ल बाबु ल ल। मेसी चाहिँ यहाँ डान्स गरिरहेछ आफ्नो तालमा। यो भिडियोमा चाहिँ मैले छोटो मिठो देखाएँ। अर्को नेक्स्ट भिडियोमा चाहिँ हाम्रो बाबु चाहिँ रमाइलो तरिकाले आउँछ। नमस्ते गरिदियो बाबु, चुम्मा गरिदेऊ, चुप्पा गरिदेऊ, यता यता बाबु गरिदेऊ छिटो, यता हेरेर यता हेरेर यता हेरेर। ल ठिक छ। कोरे भाइले चाहिँ यता हत्या गरिरहेको छ। कस्तो लागिरहेको छ यस्तो हत्या गर्ने हो? अरूको प्राण लिँदाखेरि चाहिँ अलिकता पनि माया लाग्दैन। ल ठिक छ है। ल यता नानी चाहिँ के सामानहरू गर्दैछौँ। नानीको अवस्था चाहिँ धेरै नाजुक छ। ल ठिक छ। यता चाहिँ दिवर भाउजू भएर चाहिँ यता तरकारी बनाउन चाहिँ लाइमिली भयो। आजको भिडियो चाहिँ धेरै लामो पनि भइसकेको छ र यो भिडियोलाई चाहिँ म यहीँ टुङ्ग्याउँछु। अब आउने भिडियो चाहिँ एकदम लोकल तालमा अर्ग्यानिक भिडियोहरू हुनेवाला छ। अबको भिडियोहरू चाहिँ म तपाईँहरूलाई एकदमै इन्ट्रेस्टिङ र बवाल गराउनेवाला छु र भिडियोलाई चाहिँ हेर्न नबिर्सिनु होला। अन्त जहाँ हुनुहुन्छ आफ्नो ख्याल राख्नु होला, आफ्नो परिवारको ख्याल राख्नु होला, खुसी रहनु होला र परिवारलाई पनि खुसी दिनु होला। भेटौँला फेरि एउटा रमाइलो भिडियोको साथमा। थ्याङ्क यू फर वाचिङ।